बिहानै 12 बजे उठे, मम्मीको गाली सुने अनि म निस्के बाहिरतिर। सोचेकै काम नै गर्छु। आज सधैँ चाहिँ म मेरो जर्मन सेपार्डलाई लिएर वाकमा निस्केको थिएँ। तर आज वाकमा मेरो जर्मन सेपार्डसँग भेट भयो उसको घनिष्ठ दुश्मन, उसको प्यारो दुश्मन बाख्रासँग, र भयो मेरो जर्मन सेपार्ड र बाख्राको लडाईँ। कसले जित्यो त यो लडाईँमा? हेर्न इच्छुक हुनुहुन्छ? ल हेर्नुहोस् पुरै भिडियोमा। कि मार्न सक्यो त मेरो जर्मन सेपार्डले बाजी, कि काटिदियो मेरो नाक? आउनुहोस् हेरौँ यो भिडियोमा।